आज मैले यो भिडियो बनाउँदैछु स्पेशल बेङ्गलोरको लागि। सबै नेपाली दाजुभाइमा मेरो नमस्कार छ। बेङ्गलोरमा धेरै काण्डहरू घटेको कारणले मैले आज यो भिडियो बनाउन बाध्य भएको छु। सन्देशमूलक भिडियो पनि छ। हजुरलाई कस्तो लाग्छ प्रतिक्रिया दिएर यो भिडियोलाई सक्दो सेयर गर्नुहोला। किनकि हिजो अस्ति पनि बेङ्गलोर काण्डमा अर्का बुढीले कोठामा बोलाइ अर्का बुढोलाई भन्ने सुन्छु मैले। यस्ता काम धेरै गर्दै नगर्नुहोस्। 2-4 जना नेपालीले गर्दा आम नेपालीलाई असर पर्ने छ। यस्ता कामले गर्दा बदनाम हुँदैछ। बिचारा सोझा साझा नेपालीलाई काम पाउन पनि मुस्किल छ। स्पेशल बेङ्गलोरमा नेपालीले कहिले चोरी डकैती कहिले के गरिरहेको छ। हजुरहरू चाहिँ काम गर्न आयो कि नेपालबाट काम गर्न पैसा कमाउन आयो कि अर्का बुढी भगाउने चोरी डकैती गर्ने भनेर आएको त्यो बताउनुहोस् मलाई। अनि अर्का बुढीलाई हेर्ने अर्का बुढीलाई भगाउने काम चाहिँ तपाईँले बिल्कुल नगर्नुहोस्। किनकि आफ्नो बुढीलाई माया गर्नुहोस्। यदि अर्का बुढी मन पर्छ भनेपछि आफ्नो बुढीलाई पनि राम्रो गर्नलाई एक हप्तामा 1-2 चोटि ब्युटी पार्लर लगेर जानुहोस्। अर्का बुढी जस्तै राम्रो गर्नुहोस्। भइहाल्यो त्योभन्दा के नि। अनि समय दिनुहोस् आफ्नो बुढीलाई। माया गरेपछि अर्का बुढी हेर्ने काम हुन्न। अनि अर्का बुढी हेर्ने भगाउने गर्दा 2-4 जनाले गर्दा सिङ्गो नेपालीलाई असर परेको छ। काम पाउन मुस्किल छ। त्यही भएर यस्ता काम चाहिँ नगर्नुहोस्। यो भिडियोलाई चाहिँ सक्दो सेयर गरेर ती नेपालीहरूसँग 2-4 नेपालीसँग पुगोस्।